तपाईँहरूसँग बनिबस्नेछौँ। सो गाइस त्यतिखेरसम्मको लागि चाहिँ स्टे ट्युन। गाइस अहिले हामी दिलीप दाजुलाई लिएर चाहिँ यसो भुटान घुम्नु लाँदैछौँ है। यहाँ हाम्रो पछाडि दिलीप दाजु यहाँ छ, पछाडि डेभिड साथीसँग भेनासँग हो गार्डको साथमा आउँदैछ है। पुरा मेरो साथी जिमी चाहिँ अघि हिँड्दैछौँ है। सो गाइस अब डाइरेक्ट भित्र गएर भेटौँ है। फर सिक्युरिटी रिजन है भिडियो गर्नु पाइँदैन। सो भित्रै भेटौँ। दाजुले फाइनली भिजा पायो भुटानको लागि। कस्तो लाग्यो तपाईँलाई भिजाको लागि? के प्रब्लम त भएन होला? एकदम भएन, भाइहरू छँदैछ है। यो चिज चाहिँ बोकेर आउनु पर्ने रहेछ भनिदिनु नि एकताल। यो चाहिँ ओरिजिनल यो एकदम ओरिजिनल भोट कार्ड चाहिँ ल्याउनै पर्ने रहेछ। आधार कार्डले चाहिँ नहुने रहेछ है। तपाईँहरू भुटान आउँदाखेरि चाहिँ एकदम ओरिजिनल भोट कार्ड लिएर आउनुहोस् होला। दाजु हेर्दै जाउँ। भर्खर त पोस्यो हामी फुन्चिलिङ है। अब यहाँ चाहिँ के कसो छ छैन त्यो चाहिँ अब हल्का साइड सिन गर्दै जाउँ है। दाजु यो चाहिँ तपाईँ त पहिला पनि आएको निकै यहाँ बसेको नि, तर चेन्जेस भएर भित्र चाहिँ लकडाउन बादमा चाहिँ फर्स्ट टाइमै होला। लकडाउनमा सेकेन्ड टाइम है। सेकेन्ड टाइम। तर यो सबै जग्गा आउनु भएको त सबै कस्तो लाग्छ तपाईँले यो जग्गा? अब भुटान त भुटान हो नि, राम्रो लाग्छ है। अब यस्तो नीट एन्ड क्लिन छ है, यहाँ डिसिप्लिन छ, डिसिप्लिन छ, एकदम राम्रो हो। मान्छेले सिक्नुपर्छ क्या, बहुत कुछ सिक्नुपर्छ यहाँनिर। यस्तै पाराले हामी सबैले आफ्नो जग्गालाई पनि डिसिप्लिन मेन्टेन गरेर बस्नुपर्छ होइन। राम्रो हो, रुल्स एन्ड रेगुलेसन फलो गर्नु पर्यो। र यो जग्गा चाहिँ एकदम फुन्चिलिङको चाहिँ मोस्ट अफ द ब्युटिफुल जग्गा भनौँ न है। घाट है। हजुर यहाँ चाहिँ अब हामी पुग्दैछौँ कहाँ भन्दाखेरि चाहिँ जाङतोबेरी लाखन है। यो पार्क है, यो चाहिँ पार्क हो, जाङतोबेरी पार्क हो। यो चाहिँ जाङतोबेरी भुटान, फुन्चिलिङ भुटान। र यो चाहिँ सानो एउटा पार्क, मान्छेहरू मेडिटेसन गर्ने गाउँ छ है। एकदमै दामी जग्गा हो। तपाईँहरू पनि कुनै दिन फुन्चिलिङ आयो भने सब जग्गाहरू भिजिट गर्नुहोस् है। मनलाई नै शान्ति, एकदम राम्रो जग्गा हो, एकदम पिसफुल, नाचे आउँछ न केही ग्याजाङ किन हजुर एकदम दामी। खरबन्दी जानुसम्म जानिदिन्छ नि दाजु। खरबन्दीसम्म जानु पायो, खरबन्दीमा माथि जानु पाएन। हजुर सर त्यहाँदेखिको चाहिँ अब आफूले जुन त्यो एसडिएफ चार्ज जुन चाहिँ सब तिर्यो भने चाहिँ जानु पायो माथि। तर सिक्किमबाट यहाँ त एकदम सेमै छ है जग्गाहरू, मन्दिरहरू, अब यस्तो गुम्बाहरू है। एकदम कल्चर मिल्छ है यहाँ। यो के अरे भाषा मिल्छ भनौँ न, त्यो अलिकति डिफ्रेन्ट यहाँ जोङ्खा र सेरसकमा बोल्छ है। अदरवाइज सेम लाग्यो भुटान है। यहाँको जग्गाहरू, यहाँको मान्छेहरू है, त्यही रूप त्यही रङ होइन। नेपाली कम्फर्टेबली बोल्नु सकिहाल्दो रहेछ। सो यो चाहिँ यहाँको खोर्लो है। यो चाहिँ गुम्बाको पछाडि छ, ब्याक साइडमा छ है। अब यहाँदेखिको चाहिँ हामी निक्लिँदैछौँ।